हेलो गाइस, के छ सञ्चारमा अहिले चाहिँ ठ्याक्कै म आज क्लास हाम्रो सकाएर सङ्गति पनि थियो, त्यो सबै कुराहरू सकेर अनि आज बिदाको दिन हाम्रो रुममेट दाजुहरू जति पनि छौँ हामी है, म माइन्ड फ्रेसको लागि भनौँ होइन, हप्ताभरि काम गरिन्छ अनि माइन्ड फ्रेसको लागि चाहिँ हामी यसो गेमहरू खेल्न जाँदैछौँ, पुल भनौँ। अनि नेपालमा अहिले भएको राजनीतिक जति पनि इलेक्सनको नतिजाहरू छ, हामी एकदम खुसी छौँ, किनभने हामीले यहाँनिर जुन एउटा प्रेडिक्सन अनि साथै हाम्रो आशा राखेका थियौँ त्यही अनुसारले भएको छ है। अनि यही कुराहरू छ आज। अनि हाम्रो दाजुहरूको आफ्नो विभिन्न धारणाहरू छ, त्यो धारणाहरू एकछिन सुनिदिनु ल। सुरु गरौँ हाम्रो अरुण दाजुबाट। हेलो अरुण दाजु, के छ सन्चै छ नि? यो चाहिँ मेरो सानो एउटा मिनी भ्लग जस्तै टाइपको हो। यसमा चाहिँ अनि मेरो लगभग 95 सब्सक्राइबरहरूलाई मैले यसो केही जानकारी दिन खोजिरहेको छु। हामी कोरियामा बसेर पनि नेपालको बारेमा हल्का चिन्ता गरिरहेछौँ होइन। हालै सम्पन्न भइरहेको अनि हुँदै गरेको निर्वाचनमा जति पनि नतिजाहरू आएको छन् त्यसमा हजुरलाई लागेका केही कुराहरू के कस्तो हुँदैछ, के कस्तो लाग्दैछ, अनि जति निर्वाचित भएर विजयी भएको छन् उनीहरूलाई केही शुभकामना अनि साथसाथै आउने दिनको लागि केही चुनौतीहरूका केही कुराहरू यसो भनिदिनु पऱ्यो। के छ दाइले लागेको? हजुरको क्षेत्र नम्बर, हजुरको ठाउँबाट जितेको अनि कुन पार्टीले जित्यो अनि उहाँलाई के भन्न चाहनुहुन्छ? मेरो भक्तपुर क्षेत्रमा रहेको निर्वाचन क्षेत्र चाहिँ हजुर हजुर, यहाँ चाहिँ एक छत्र रूपमा पहिलेदेखि नै नेमकको बारेमा चाहिँ जितिरहेको अवस्था थियो। अहिले आएर चाहिँ देशभरिको जुन माहौल अनुसार हजुर हाम्रो क्षेत्रमा पनि राष्ट्रवादकै उम्मेदवारले विजय प्राप्त गर्नुभयो। हजुर हजुर, उहाँलाई शुभकामना छ, शुभकामना छ, राम्रो काम गर्नुहोस्। आउने दिनमा कस्तो कुराहरू अपेक्षित गर्नु भएको छ उहाँबाट चाहिँ? त्यही हो, हाम्रो क्षेत्रमा केही सुधार होस् भन्ने चाहना त खोज्यो भन्दा होइन। आगामी दिनहरूमा राम्रो होस् होइन। जति पनि अलिकति लथालिङ्ग भएको अवस्थाहरू त्यो सुध्रियोस् भन्ने है। ल धन्यवाद दाइ। ल लाल दाइसँग पनि हुन्छ हाम्रो लालबहादुर तामाङ दाइ। लाल दाइ हाम्रो लाल दाइ, अनि उहाँलाई पनि है, उहाँको चाहिँ सिन्धुपाल्चोक हो, क्षेत्र नम्बर कति? 1 होइन 2? क्षेत्र नम्बर 2। तपाईँको क्षेत्रबाट कसले जित्यो दाइ? के कस्तो लाग्दैछ? आइसकेको छैन, हाम्रो ताराले जित्ला जस्तो छ। ताराले जित्ला जस्तो छ है। हजुरलाई चाहिँ रोग छ, तर हामीले चाहिँ भन्न चाहिँ अब घरमै फोन के अरे मम्मी बुवालाई चाहिँ घन्टीमै हाल्नुपर्छ भनेको थियो, तर सोचेको भन्दा चाहिँ धेरै आएको छ त्यहाँ पनि। अनि अहिलेको जति पनि नतिजाहरू प्रकाशन भइरहेको छ नि है, त्यसमा तपाईँलाई कतिको सन्तुष्टि हुनुहुन्छ? अनि अब आउने जति पनि जुन निर्वाचित राजनेताहरू छन् तिनीहरूले चाहिँ के कस्तो गरिदियो हुन्थ्यो भन्ने कामना छ? अब सन्तुष्ट त सोच्यो भन्दा धेरै आएको छ, झनै सन्तुष्ट भयो थियो। झन् 2-3 नै आउने देखेर धेरै नै खुसी छु। अब यही गरोस् भन्ने त होइन कि, अब कमसेकम नयाँ आइसके पछाडि पुरानोहरू जस्तै काण्डहरू जति काण्ड आएको छ सबै पचाएको थियो। मलाई सबैभन्दा मन नपरेकै त्यही थियो। काण्ड आउँछ, जे काण्ड आयो नि सबै पार्टी मिल्दै पचाउँदै गरिरहेको अवस्था थियो भने अब त्यो भ्रष्टाचारको फाइलहरू खुल्नु पऱ्यो। त्यस्तो काण्डहरू केही गरी आइहाल्यो भने नि सरकारले जवाबदेही त हुनैपर्छ होइन, पारदर्शी त हुनु पऱ्यो कि। अनि सुशासनको कुराहरू छन्। अब हामी विदेशमा अरूको देशमा यस्तो राम्रो सुशासनहरू हुन्छ कि अब हामी कल्पना गरे भन्दा माथि छ। तर हामी चाहिँ आफ्नो देशमा चाहिँ जहाँ पनि बिचौलिया पैसा खुवाउने हरेक गरेर मात्र काम बनिरहेको अवस्था छ, त्यो नहोस् भन्ने चाहन्छौँ। त्यही हो, हेरौँ अब। अनि जो पनि निर्वाचित छन् तपाईँको क्षेत्रमा होइन, उहाँलाई चाहिँ केही अब भनौँ न, जो जित्न आँट्दै हुनुहुन्छ
उहाँलाई पनि त केही यसो शुभकामना साथै आउने दिनमा तपाईँले आफ्नो क्षेत्रमा के कस्तो अपेक्षित गर्नुभएको छ त्यो कुराको लागि पनि उहाँलाई के भन्छ त्यसलाई सुझाव केही दिन चाहनुहुन्छ कि? हाम्रो क्षेत्रमा त्यस्तो ऊ छैन। अब रासपा आइदिया भए चाहिँ केहीहरू भन्ने कुराहरू हुन्थ्यो। अब अहिले माओवादी छ, उसले ठिकै राम्रै काम गरिराखेकै मान्छे हो। अब सरस्वती हेर्दाखेरि त्यही अनुसार नै जनताले भोट पनि त्यही अनुसार भएको छ होइन। योभन्दा अगाडि जसले जितेर गए उनीहरूले केही गरे अवस्था थिएन। अनि त्यसको विकल्पमा यसपालि चाहिँ धेरथोर, अब धेरै त भन्दिनँ, धेरथोर काम चाहिँ गरिराखेकै मान्छेले लिड गरिराखेको छ, पक्कै उसले नै जित्छ होला। यसमा चाहिँ अब जस मेन समस्याहरू के हो त्यसलाई राम्रोसँग हेरिदिनु पर्यो। शिक्षा स्वास्थ्यलाई चाहिँ मेनै आधार मानेर अगाडि बढिदियो भने राम्रो। तर कति ठाउँमा तपाईँको यस्तो पनि भएको छ कि रासोपा भन्न साथै हुन त अहिले अफकोर्स होइन बालनको क्रेज छ, रासोपाकै क्रेज छ। रासोपा भन्न साथै सबै उम्मेदवारहरू चाहिँ राम्रै उठेछन् भन्ने पनि छैन। कुनै ठाउँमा चाहिँ फेरि अन्य पार्टी दलकैहरू नै राम्रो छन् जसले चाहिँ त्यो ठाउँमा गरिरहेको छन्। उनीहरूले जित्नु पनि सायद स्वाभाविक रूपमा राम्रै पनि हुन्छ होला। यो हाम्रो क्षेत्रमा साँच्चै भन्नुपर्दा भएको नै त्यही हो है। हाम्रो क्षेत्रमा चाहिँ अब एकातिर हाम्रो क्षेत्रको नभएर 1 नम्बर क्षेत्रको बासिन्दा पर्नुभयो। हजुर। त्यसमाथि फेरि कुनै पनि ऊ नभइकन टिकटकमा अलिअलि ऊ अनि रासपाको चर्चा गरेको भरमा टिकट दिएको कारणले पनि यो हार बिहोर्नु परेको हो भन्ने चाहिँ हामीलाई लागिराखेको छ। अनि प्रचारमा पनि कमी कमजोरीहरू चाहिँ देखिन्छ। हजुर। अब कमसेकम एउटा ऊ भइसके पछाडि रविले यस्तो भन्यो, उसले यस्तो भन्यो भनेर मात्र नहिँडेर हामी चाहिँ यस्तो गर्छौँ भन्ने तरिकाले जान सक्नु पर्थ्यो। त्यो कुराहरू चाहिँ कमी नै देखिन्छ। त्यसमाथि फेरि हाम्रो पनि काठमाडौँसँग जोडिए तापनि विकट त धेरै भएको जिल्ला हो सिन्धुपाल्चोक चाहिँ होइन। अब त्यसमाथि हामी अलिक माथि नै पर्छौँ। त्यो भएर पनि अलिकति पछाडि परेको हो कि भन्ने चाहिँ भएको छ। तर सोचेको भन्दा चाहिँ रासपाले धेरै मत ल्याएको हो, त्यसमा चाहिँ खुसी छौँ। ल धन्यवाद। ल एकदम राम्रो कुराहरू हामीले सुन्दैछौँ होइन। अनि अबको जति पनि मतहरू आइरहेको छ अनि यो चाहिँ पार्टीसँग कुनै पनि कसैको पनि दुश्मनी छैन होइन। किनभने हामी सबै नेपाली हौँ अनि आफ्नो ठाउँको आफ्नो देशको विकास चाहिँ सबैलाई मनपर्छ। जो जहाँ जस्तो अवस्थामा उठे पनि जसले जहाँबाट जिते पनि हाम्रो देश चाहिँ बनिनुपर्छ भन्ने हाम्रो धारणा छ। अनि हाम्रो देश बनाउनको लागि चाहिँ एकजनाले मात्रै हुँदैन, सबैजना लागि उठ्नुपर्छ। त्यो भएको कारणले गर्दा तपाईँहरू जसले जित्नु भएको छ, जहाँबाट जित्नु भएको छ एकदम बधाई। अनि अबको दिनमा हिजोको दिनमा जस्तो भयो त्यस्तो नभइकन है सबैजना मिलेर अनि काम गर्नु होला। हामी विदेशमा छौँ, हामी एकदमै कामना गर्छौँ तपाईँहरूको कामको लागि। अनि यहाँ हाम्रो दाइ पनि हुनुहुन्छ, उहाँ झन् अलिकति राजनीतिक विश्लेषण गर्ने मान्छे, एनालाइजर। अनि हाम्रो आनन्द दाइको ठाउँको कुन प्रदेशमा तपाईँको ठाउँबाट को उठ्नु भएको छ अनि कसले जित्दै हुनुहुन्छ, लिड गर्दै हुनुहुन्छ अनि जित्नेहरूको लागि भनौँ वा अहिले जति पनि चुनावी नतिजा आएको छ त्यसमा हजुर के कस्तो हुनुहुन्छ, सहमत असहमत? साथै हजुरले अबको दिनमा राजनीतिज्ञहरू जति जितेर जाँदैछन् उनीहरूले के कस्तो कामहरू गरोस् भन्ने अपेक्षा चाहनु भएको छ? यसो हल्का 2 शब्दमा बताइदिनु पऱ्यो। मेरो नाम चाहिँ आनन्द याखा। मेरो घर चाहिँ नेपालको अहिले कोशी प्रदेश, हजुर, जिल्ला धनकुटा। कुरा आयो अब अहिले भर्खरै सकिएको प्रतिनिधि सभाको निर्वाचन, लगभग मत परिणाम पनि देशभरिबाट लगभग रिजल्ट आइसकेको छ। केही क्षेत्र हिमाली क्षेत्रहरूमा अझै पनि मतगणनाको क्रम जारी छ कति क्षेत्रमा। हाम्रो क्षेत्र धनकुटामा चाहिँ जम्मा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र एउटा मात्रै छ। हजुर। त्यसको मतगणना सकिसकेको छ। मतगणनामा चाहिँ प्रथम हुन सफल पुराना दलको तर्फबाट नेकपा एमालेका उम्मेदवार राजेन्द्र कुमार राई विजय भइसक्नु भएको छ। अहिलेको यो परिवेशमा अथवा चाहिँ यो बलिदो राजनीतिक परिस्थितिमा उदाउँदा नयाँ राजनीतिक दलहरू संस्कृति पार्टी, त्यस्तै गरी राष्ट्रिय स्वतन्त्र पार्टी,
दुईटा पार्टी हुँदाहुँदै पनि तिनीहरूको प्रतिस्पर्धाको बिचमा पनि उहाँले जित हासिल गर्नुभएको छ। हजुर प्रतिद्वन्दी पार्टीहरू प्रमुख प्रतिद्वन्दी नेपाली काङ्ग्रेस त्यो पनि राम्रै खालको भोट ल्याएको थियो। त्यो पछि श्रम संस्कृति पनि तेस्रो, साथै रासपा लगभग चौथो भयो। जस चौपक्षीय प्रतिस्पर्धा जस्तो रह्यो। त्यत्रो धेरै ठुलो मतान्तर त छैन, 2-4 हजारले लिड गरेर जित्नुभयो। अहिलेको परिस्थिति हेर्दाखेरि ठुला दलहरू सबै सानो सिट सङ्ख्यामा देखिने अवस्था छ। हजुर लगभग रासपाले स्पष्ट बहुमत आइसकेको अवस्था छ। हेर्दाखेरि अब समानुपातिकको गणना जारी छ। प्रत्यक्षको हिसाबले हेर्दाखेरि अहिले आकलन गर्दाखेरि बहुमत मात्र नभएर झन्डै 2/3को छेउछाउ सम्भवित पुग्न सक्ने सम्भावना पनि हुनसक्छ। हजुर त्यो अहिले जारी छ। अब अहिले नै यकिन गरेर भन्न सकिन्न। म चाहिँ म धनकुटा क्षेत्र नम्बर 1 को नागरिक भएको नाताले हाम्रो क्षेत्रबाट विजयी हुनुहुने राजेन्द्र कुमार राईलाई हार्दिक बधाई दिन चाहन्छु। हजुर सफल कार्यकालको शुभकामना दिन चाहन्छु। एकदम उहाँलाई अब सरकारमा जान सक्ने बनाउन सक्ने कन्डिसन छैन। स्पष्ट बहुमत आइसकेपछि रासपाको सरकार बन्ने लगभग सुनिश्चित जस्तै भइसकेको छ। हजुर त्यो हिसाबले हेर्दाखेरि रासपाको एकलौटी सरकार हुन्छ। हजुर उहाँलाई के भन्न चाहन्छु भने आफ्नो विवेक प्रयोग गर्नुहोस्। रासपाले चाहिँ राम्रो विधेयकहरू राम्रो नीतिहरूमा समर्थन गर्नुहोस्। हजुर उहाँहरूले गर्नुभएको गलत नीति अथवा चाहिँ उहाँहरूको गलत कार्यशैली यदि देखिएमा खबरदारीको लागि प्रतिपक्षको एउटा ठुलो भूमिका निभाउने नेकपा एमालेको तर्फबाट लगभग संसदमा अहिले जिम्मेवार नेताको रूपमा मैले राजेन्द्र राईले लिएको छु। आफ्नो भूमिका राम्रो निभाउनु होला। देशभरिबाट विजयी हुनुहुने सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई, एकदम सफल कार्यकालको शुभकामना। यो परिवर्तन जनताहरूले चाहिँ ठुलो आशा अपेक्षाको साथ यो परिवर्तनलाई साथ दिएको छन्। जनताको आशा भरोसालाई चाहिँ निराश नबनाइदिनु होला है। अब देशमा अहिले धेरै विशेष अहिलेको यो परिवर्तन विशेष भ्रष्टाचार, सुशासनहीनता, हजुर विशेष गरेर दलतन्त्र, हजुर अनि आफ्नो दलतन्त्र गुटतन्त्र यस्तै परिदृश्यहरूले गर्दाखेरि चाहिँ यो नयाँ परिस्थितिको सिर्जना भएको। हजुर हजुर यो सबै कुरा जे जति नयाँहरूले जे जति विषय उठान गरेर चाहिँ जित्नु भएको छ। अब आशा छ, हेरौँ। भ्रष्टाचार अब जिरो गर्न त सकिँदैन, यसलाई धेरै न्यूनीकरण गरेर जानेमा आशा राखेको छु। साथै सुशासनको क्षेत्रमा पनि धेरै काम गर्नुपर्ने छ। भेला सृष्टिदेखि लिएर यहाँ चाहिँ विभिन्न सेटिङहरूदेखि लिएर हरेक कुराहरू हुन्छ। हामीले सरकारी सेवा सुविधा लिँदाखेरि सबैले थाहै छ। हामी मालपोत जानु पर्यो भनेदेखि हाम्रो काम गर्न सकिँदैन, सबै बिचौलिया मार्फत गर्नुपर्ने हुन्छ। एकदम अब यातायात कार्यालयमा त्यस्तै छ, सबै घुसतन्त्र चलेको छ, त्यो सबैले थाहा छ। आफूले डाइरेक्ट हुन सक्ने काम पनि प्रत्यक्ष रूपमा गर्न नसकिने सबै चाहिँ सेटिङमा एजेन्टहरू खडा गरेर त्यो किसिमले चाहिँ हाम्रो एकदम सुशासनहीनता बढेर गएको छ। आशा गरौँ यसले अलिक वैज्ञानिक ढङ्गले चाहिँ अझै आधुनिक ढङ्गले चाहिँ यसलाई परिमार्जित गर्दै जानेछ भन्ने कुरामा आशा राखेको छु। ल धेरै पोजिटिभ आशा छ। धेरै धेरै धन्यवाद हाम्रो आनन्द खजालाई। अनि साँच्चै नै अब देशले एउटा नयाँ मुहार फेर्दैछ। यो चाहिँ राजनैतिक दलको अबको समयमा चाहिँ एउटा पुरानो राजनीतिलाई विस्थापित गरेर नयाँ राजनीति उदाएको अवस्था छ। अनि यो अवस्थामा चाहिँ जुन पार्टीका जति पनि उम्मेदवारहरू जहाँबाट उठेर पनि जित्दै हुनुहुन्छ, एकदम बधाई। अनि साथै अब तपाईँहरूले गर्नुपर्ने कार्यहरू है धेरै छन्। विजय हुनु मात्र ठुलो कुरा नभइकन विजय भइसकेपछि गरेको कामहरूलाई जति पनि तपाईँको एजेन्डा म्यानिफेस्टोहरू छ ती सबैलाई चाहिँ है तपाईँहरूले भनेअनुसार हिजोको जस्तै जति पनि नेताहरू आए जसले चाहिँ यो गर्छु त्यो गर्छु यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर बोलीले मात्र सीमित गरेर ठाउँमा अनि संसदभित्र पुगिसकेपछि कुर्सीमा बसिसकेपछि फेरि आफ्नै कुराहरू मात्रै गर्ने
है जति पनि उनीहरूले प्रमिसेसहरू गरेको थिए बाचाहरू गरेको थिए त्यो कुरा चाहिँ लाथालिङ्ग बनाएको थिए त्यस्तो नगर्नु होला अब चाहिँ सबै ठाउँबाट सबैजनाले तपाईँमाथि एउटा ठुलो आशा राख्नु भएको छ चाहे तपाईँ नेकपाबाट जित्नु भएको होस् चाहे तपाईँ होइन एमाले काङ्ग्रेस होइन जुनसुकैबाट तपाईँ माटो वा रासपा होइन जुनसुकैबाट जित्नु भए पनि तपाईँ जित्दै गर्दा तपाईँलाई मतदान गर्ने मानिसले चाहिँ त्यो विश्वासले तपाईँलाई जिताएको छ त्यो विश्वासलाई त्यो जनताको मायालाई त्यतिकै खेर जान नदिनु होला एकदमै धेरै शुभकामना एकदमै आउने दिनमा अब हामी विदेशमा छौँ अनि नेपालमा आउँदै गर्दाखेरि अब केही समयपछि हामी आफ्नो कार्यकालहरू पुरा गर्दै नेपाल फर्किँदै गर्दाखेरि नेपालमै बसेर केही गर्न सक्ने त्यो वातावरण पनि बन्नेछ भोलिको दिनमा हामी नेपालमै केही गर्नेछौँ नेपालमै रहेर अनि हाम्रो भावी पुस्ताहरूलाई भनौँ आउने दिनमा हाम्रो सन्तानहरूलाई अनि त्यहीँनिर है एउटा राम्रो सबै कुराहरू सम्पन्न बनाएर हामी जस्तो यसरी दुःख गर्न बाहिर आउन नपरोस् आफ्नै देशमा केही परिश्रम गरेर त्यहीँनिर नै मिहिनेत गरेर त्यहीँ खान लाउन पुगोस् त्यही स्वास्थ्य शिक्षा र सम्पूर्ण सेवाहरू पुगोस् हाम्रो चाहिँ यही चाहना छ हुन्छ सम्पूर्णलाई बधाई शुभकामना भिडियोलाई यहीँ अन्त जय नेपाल।